हेलो नमस्ते एभ्रिवान। आज चाहिँ म बोकाको मासु बनाउँदैछु है। मैले चाहिँ सुरुबाट भिडियो बनाउनु बिर्सेछु। तोरीको तेल हालेर हैन, तोरीको तेल हल्का तातो बनाएपछि त्यसमा चाहिँ जिरा धनियाँको गेडा हाले, अनि ल्वाङ सुकमेल मरिच दालचिनी अनि तेजपत्ता हाले। एकछिन त्यसलाई हल्का रोस्ट हुन दे। अनि त्यसपछि चाहिँ प्याज मैले काटेर राखेको थिएँ त्यो हालेँ। यसलाई अब हल्का हामी ब्राउन कलरको बनाउँछौँ फ्राई गरेर। अनि त्यसपछि यसमा हामी मासु हाल्छौँ है। अब चाहिँ हाम्रो प्याज यतिको ब्राउन भइसक्यो है। यतिको ब्राउन भइसकेपछि चाहिँ हामीले मासु हाल्दा हुन्छ। यो चाहिँ हाम्रो बोकाको मासु भयो। अब यसलाई हामी हाल्छौँ है त। हालेँ। म चाहिँ भिडियो बनाउनु पनि पकाउने नि भएर हल्का गाह्रो भइरहेको छ होइन, केही छैन। यो चाहिँ यतिको भयो होइन। अब यसलाई चाहिँ म एकछिन छोपेर राख्छु। अनि त्यसपछि हेरौँ है त। यसलाई चाहिँ छोपेर राखेपछि चाहिँ एकछिन हामी अर्को काम गर्दै गर्छौँ। यहाँ चाहिँ मैले तेलमा फ्राई गरेको खुर्सानी छ है, यसलाई चाहिँ कुट्छौँ एकछिन। मैले चाहिँ कुटेर यतिको बनाइसकेँ खुर्सानी होइन, देख्नुहुन्छ। मलाई चाहिँ अर्को खुर्सानी हाल्नुभन्दा नि यसरी हालेको चाहिँ टेस्ट मनपर्छ है। सबैको आफ्नो तरिका हुन्छ होइन। मलाई चाहिँ यसरी हालेको मनपर्छ। हजुरहरूले पनि यसै गरी ट्राई गर्न सक्नुहुन्छ। यो चाहिँ पालेर राखेको टमाटर भयो। अब यसलाई चाहिँ म काट्छु है। कचौरामा हालेर राखेँ है। यति छ टमाटर। अब एकचोटि हामी यसलाई हेरौँ कस्तो भएछ हाम्रो मटर। यतिको भएछ। एकछिन चलाउँ। यसको चाहिँ हल्का पानी आइरहेछ है। यसलाई एकछिन हामी फ्राई नै गर्छौँ। केही पनि हालेको छैन है मैले अहिलेसम्म। यतिको भयो। अब यसलाई फेरि एकछिन फ्राई गर्छौँ। अब चाहिँ हामी हल्का नुन र बेसार हाल्छौँ है मटनमा। अब यो हजुरहरूलाई चाहिँ कति चाहिन्छ त्यो अनुसार हाल्नु होला। मैले चाहिँ अलि हालेँ। नुन स्वाद अनुसार। नुन र बेसार हालेपछि यतिको भयो है। मैले राम्रोसँग चलाएँ। त्यसपछि यतिको भयो। हजुरहरूले चाहिँ अब कसरी बनाउनुहुन्छ आफ्नो बनाउने तरिका हाल्नु होला। बेसमा चाहिँ म अघि पिसेको खुर्सानी हाल्छु है त। रोस्ट गरेर पिसेको थिएँ नि। अब त्यसलाई अलिकति हाल्छु। आफूले कतिको पिरो खानुहुन्छ त्यो अनुसार हाल्ने। हामी चाहिँ अलिक पिरै खान्छौँ है। फेरि हालेँ मैले। अब यति हालेँ। अब यसलाई एकचोटि राम्रोसँग चलाइदिनु हुन्छ है त हजुरहरूलाई।
देख्न सक्नुहुन्छ मैले चलाइसकेपछि यतिको भयो राम्रोसँग अहिले नै हेर्दै मिठो लागिसक्यो खाउँ खाउँ है अब एकछिन यसलाई यतिकै छोडौँ अनि एकछिनमा मसला हाल्नुपर्छ एकछिन भयो होइन अब यसलाई चाहिँ एकचोटि चलाऊँ अनि मसलाहरू हालौँ है त त्यसमा हल्का लाग्न थालेछ यसमा चाहिँ मैले अरू केही नि मसला हाल्दिनँ है जिरा धनियाँको मसला मात्र हाल्छु आफूले घरमा पिस्छु है यसको लागि चाहिँ मैले धेरै क्वान्टिटीमा पिस्दिनँ यो मसला हालेपछि अरू मलाई चाहिँ केही नै हाल्नु पर्दैन यति भयो पुग्छ मसला यसलाई राम्रोसँग यसरी चलाऊँ हल्का पिठमा लाग्न थाल्यो त्यही भएर चाहिँ मैले अलिकति पानी हाल्ने यसलाई चलाउँछु मैले चाहिँ उता धनियाँ हालेर होइन अघि हल्का पानी हालेर छोपिदिएको छु पिठमा नलागोस् भनेर त्यतिकैमा चाहिँ हामीले यहाँ अदुवा लसुनको पेस्ट बनाउँछौँ है हेर्दै गर्नु है त अहिले चाहिँ मैले पिसेर यतिको बनाएछु अदुवा लसुनको पेस्ट अब यसलाई चाहिँ म एउटा भाँडामा खनाएर राख्छु मैले पिसेर चाहिँ यति भएछ होइन अब यति चाहिँ हाल्छौँ चाहिँ यतिको भएछ अब यसमा चाहिँ अघि पिसेर राखेको म अदुवा लसुनको पेस्ट हाल्छु यो अदुवा लसुनको पेस्ट यति अहिले चाहिँ म हाल्छु है अब यसमा अलिकति पानी हालेर हाल्छु म यसलाई एकचोटि राम्रोसँग चलाऊँ मैले चाहिँ अदुवा लसुनको पेस्ट हालेको थिएँ चलाएर चाहिँ अहिले यतिको भयो है राम्रोसँग चलाएँ मजाले अब एकछिनलाई छोप्छु अनि त्यसपछि टमाटर हालौँला है अब चाहिँ एकछिन भयो एकचोटि चलाऊँ अनि यसमा अलिक काटेर राखेको टमाटर हाल्छौँ हेर्दै मिठो देखाएको छ नि होइन तपाईँहरू पनि यसै गरी बनाएर खान सक्नुहुन्छ छुट्टै छुट्टै टेस्टमा आफ्नो तरिका हुन्छ अब यसलाई एकचोटि चलाएर म छोपिदिन्छु है त एकचोटि यसलाई छोपिदिउँ यो टमाटर हल्का पाक्छ अनि त्यहाँ पानी हालेर सिटी लगाइदिउँ अब चाहिँ हेरौँ कस्तो भएछ टमाटर चाहिँ पाकिसकेको छ अब चाहिँ हामी यसमा पानी हालेर सिटी लगाइदिन्छौँ है त अहिले चाहिँ मैले पानी हालिसकेको छु है यति मात्र पानी हालेँ अहिले मैले यसलाई मजाले सिटी लाउँछु अब 5-6 सिटी किनकि यो एकदम छिप्प्या बोकाको मासु हो है त्यही भएर चाहिँ यसलाई मजाले सिटी नलाइकन हुन्न मासु चाहिँ यस्तो भयो है यसलाई चाहिँ चलाएर हेरौँ वाउ नाइस पाकेर मजाले एकदम थिकनेस